नमस्कार मेरो फेसबुकका मित्रहरू, तपाईहरुलाई मैले राङ्काको भिडियो लिएर आउँछु भनिसकेको थिएँ भने आज म राङ्का प्रवेश गरिसकेको छु। राङ्का राईका कुल चुलाढुङ्गा पनि भनिन्छ यस जग्गालाई। एकदमै टुरिस्टको 12 महिना घुइँचो हुने जग्गा, एकदमै टुरिस्टलाई आकर्षित बनिसकेको यो जग्गा राङ्का राई मन्दिर पनि भन्न सकिन्छ। म आज यसरी भाग्यले आउनु पाए जग्गामा तपाईहरुलाई यो जग्गाको विवरण भिडियोहरू देखाउने कोसिस गरिरहेको छु भने यहाँ हेर्नुस्। अब हामी प्रवेश जग्गा यहाँबाट हामी भित्र पस्ने छौं। यो पस्ने जग्गामै अगाडिपट्टि हेर्नुस्, अगाडि हाम्रा यसरी राखेको छ भने माथि मूर्तिको आकारमा बनाएर राजाहरू, यो समाजका कई देवी देवता, ठुल्ठुला मान्छेहरूको आकार यसरी बनाएर देख्न सकिन्छ। तपाईहरु पनि यसरी राङ्का आउने मौका पाए भने यहाँ पक्का यस चुलाढुङ्गा राई मन्दिरमा आएर यहाँको सुन्दर दृश्यहरू, यसरी कलाकृतिहरू हेर्न सक्नुहुन्छ र यो भिडियो मार्फत तपाईहरुले पुरा जानकारी पाउनु भएको छ। र हेर्नु साथी हो, अब उता ठन्डा जग्गा, एकदमै यहाँनिर शान्त वातावरण। चुलाढुङ्गामा पुजारी पनि हुनुहुँदो रहेछ, जो बिजुवा भनिँदो रहेछ, लेडिज बिजुवा हुनुहुँदो रहेछ। उहाँले पुजारी गर्नुभयो। दाजुहरू हामीलाई प्रवेश गरिन भनेपछि यहाँ राजाको मूर्ति पनि, कलाकृतिहरू पनि स्पष्ट सुन्दर तरिकाले झल्काइदिनु भएको रहेछ। तपाईहरुले यसरी देख्न सक्नुहुँदैछ। गान्तोकदेखिको 15 किलोमिटर टाढामा रहेका यो राई मन्दिर एकदमै लोकप्रियता, टुरिस्टको आकर्षित जग्गा बनिसकेको रहेछ साथी हो। र म यसरी आउन पाएँ, तपाईहरुलाई यो भिडियो मार्फत मैले जनाएँ। तपाईहरुलाई कस्तो लाग्यो यो मैले एउटा भिडियो मार्फत तपाईहरुलाई स्पष्ट गर्नु नसके पनि अलिअलि मैले बताउनु कोसिस गरिरहेको छु। मन परे तपाईहरुले लाइक कमेन्ट गर्नुहोस् होला अवश्य।